Subscribe Gardino हेलो Ola. गुड Hi मर्निङ guys. साथीहरू सबैजनालाई। आज चाहिँ नयाँ ब्लग हैन। बिहानको समय हेर्नु न, यो चरा के चरा होला हैन। बिहान म सरसफाइ गर्दै थिएँ कि अनि यो चरा आएर बसेको, अनि मैले हातमा लिएको बसेको के। हेर्नु न, बिहानको समयमा घाम लागिसक्यो। बिहानै 6 बजे यस्तो जले घाम लागेको छ क्या हाम्रोतिर चाहिँ। यो चाहिँ धादिङ गजुरीतिर हो है। कस्तो दामी देखेको छ नि हैन त। कस्तो रमाइलो लाग्यो। बिहानै घाम लाग्यो अनि म चाहिँ खाना खान लागेको है। खाना खाँदै हो, मिठो छ हैन। सबै बिहान काम भएर खानासाना बनाएर खाएँ मैले चाहिँ। अनि सबैजनाले खाइसकेपछि चाहिँ मैले लास्टमा खान्छु नि त। हेर्नु न, आफ्नै बारीमा फलेको लोकल काँक्रो पनि खाँदैछु है म चाहिँ। अनि मिठो छ क्या। अहिले त टुङ्गिसक्यो, एउटा दुईटा फलेको रहेछ, मम्मीहरूले ल्याउनु भएको। साह्रै मिठो। अनि खाइ पनि सकेँ है। काम धेरै छ क्या आज चाहिँ। हात चाहिँ फेरि मजाले चाट्नुपर्छ मलाई आफै, नि त भात पनि यति रुच्दैन। त्यही भएर त यस्तो बिना मोटाउँछु त म। खाइसकेपछि भाँडा मात्नु छ। हेर्नु, साबुन भिजाएको रहेनछ, बिर्सेछु। भर्खर सामान भिजाउँदैछु, भाँडा पनि यत्रो छ मात्नलाई। अनि एकछिन साबुन भिजाएर एकछिन बसेँ, सफा नि केही गरेको छैन। खाना खाइभएर अनि भाँडा साडा भिजाएँ, साबुन भिजाएँ। अनि त्यसपछि म चाहिँ अनि हेर्दै गर्नलाई मेरो भिडियो हेर्छु जस्तो लाग्छ। अनि भाँडा त्यत्रो छ मात्नलाई, म चाहिँ भाँडा धस्काउँदैछु क्या मजाले। मजिरहेको छु। हेर्नु न, त्यो अन्धकार भएर होला कस्तो नराम्रो आएको छ क्या। जस्तो भयो नि हजुरहरूले माया गरिदिनु होला हैन त साथीहरू। अनि मेरो भिडियोलाई लाइक पनि गरिदिनु होला। हेर्नु, बोली पनि कस्तो लटपटिन्छ यार मेरो त। राम्रो भयो नि नराम्रो भयो नि हजुरहरूको माग चाहिँ मैले जानी नजानी गरेर तपाईँहरूलाई देखाउन खोज्दैछु। तपाईँहरूले चाहिँ माया गरिदिनु होला। भाडा पनि यति छैन कि 4जनाले खाएको भाडा पनि कति धेरै हुन्छ हौ मेरो घरमा त। तपाईँहरूको घरमा नि हुन्छै हुँदैन है। भ्याए भाडा मचेर होला घरमा राख्दैछु कि कति हो कति मेरो त साथीहरू, कति काम गरिरहेपछि त सफा नि गर्नु पर्यो नि त हैन। किचन राम्रो राख्नु पर्यो। छोरी मान्छेले के गर्नु, छोरी मान्छे भएको घर चाहिँ साह्रै उज्यालो हुने क्या साथी। हेर्नु न, अन्धकार कोठा नि यताबाट नि उताबाट नि अलि धेरै उज्यालो आउँदैन। अनि झिमिक भइरहेको छ क्या। अँधेरो र उज्यालो भइरहेको छ क्या मेरोमा चाहिँ। के गर्नु, यस्तै छ। सबै गर्दैछु गाइस। हेर्नु न, टेबल पनि के गर्नु यस्तो भएछ। त्यति साह्रो राम्रो त छैन कि। त्यति साह्रो राम्रो छैन। गाइस, मैले चाहिँ किचनको काम भए सबै भाँडासाँडा माझेर सब थोपाएर सफा नि गरेँ। अब चाहिँ म रुमतिर जान लागेको। मेरो काका भाँचिएको गर्मी छ। फ्लोर बान्ने गर्मी छ। चिसो भने काँटा भाँचेर फेरि बिजो त्यस्तो छ नि। औरा गर्मी छ साथीहरू। गर्मी नि औधी गर्मी छ। यो चाहिँ अपराजित फुल हो। हेर्नु, एउटा मात्रै फुल फुलेछ। यहाँ लहरा हुँदै जान्छ। यहाँ हेर्नु न, यो चाहिँ के फुल हो कि कस्तो दामी फुलेको छ कि। हेर्नु न कस्तो दामी फुलेको। यो घाम लगाएर आप्पा पापा यो चाहिँ धादिङ गजुरीको दृश्य हो है। यस्तो बिना घाम लागेको छ। आमामामा हेर्नु त। भन्नै तपाईँलाई अरू पनि देखाउँछु। हेर्नु, यो फुलहरू यस्तो भएछ। गुलाबको फुल त मरिगएछ। सायद बल्ल किचनको कामहरू सबै भ्याएँ। अनि अहिले चाहिँ म रुममा आएको चाहिँ हावा आइरहेको छ। अनि त्यही हावा ताप्दै बसिरहेको छु होइन। गर्मी पनि औधी छ क्या। ल त साथीहरू, मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। ल लाइक पनि गर्न नबिर्सिनु होला। र मेरो
च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला साथीहरू है। सबैजनाले म चाहिँ यहाँ माथि रुममा हो। बाई बाई, माया गरिदिनु होला, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। बाई बाई।